राईजी ओ दामी 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 ओए ओ दामी 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 ल ओ हानो दामी 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 ओजा सरको दामी ओले प्रशस्तरमा भइराहा ओ हो 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 वहाँको हामी एकदम रमणीय बलिङ दिन तयार छौं चाक नलाएर बलिङ गर्नु होला ओहो फेरि पनि उहाँको तर चाहिँ राम्रो विकेट यहाँ निकाल्न सक्छन् कि सक्दैनन् भन्ने हो क्याच हुन्छ कि क्या हो एक रन दिन सफल भएका छन् राम्रो प्रदर्शनी देखाउँदै यहाँ हाम्रा सेनपाई टोलीहरू भाइ राम्रो प्रदर्शनी ब्याट आउट हाम्रा ताकेदाले कस्तो हान्नुहुन्छ अब हामी हेर्नु एकदम डिफेन्सर ताके छौँ आफ्नो ताकेले एउटा नमस्ते गाइस आज हाम्रो गेम भइरहेछ सेनपाई भर्सेस कोखा है हामी सेनपाईहरूले चाहिँ कोखाहरूको चाकै हानिसके हा केटाहरूलाई पसिना धुलो निकालिसकेको छ मजा गयो हाम्रो टिमको टोली बन्द भयो केटा ल राम्रो ब्याटिङ है राम्रो ब्याटिङ अर्को सिजनमा चाहिँ हामी डिएसआर सब राख्ने छौँ खेल्नेहरू आउनु होला हिरोसीमा यो गाउँभन्दा पछाडि लोकेसन छ पर्सनल मेसेज गर्नुभन्दा सिधै हेरेर आउनु होला हरेक शनिबार र आइतबार ओके भने यहाँको अलिक विकट ठाउँ भनेको यहाँका नेता बस्तर भएर यो अलि विकास हुन सकेको छैन हेर्न सक्नुहुन्छ बोलायो टङ्कनाथ बडा राम्रो शट तर चाहिँ के क्याच मिस गरिरहेका छन् एभरको राम्रो नेचुरल ड्रिङ्क रहेको छ जसले हान्नुहुन्छ म्यान अफ द म्याचले खान पाउनुहुन्छ पिउन पाउनुहुनेछ यो 1001 मान 1000 हुन्छ भाइ 1000 1 मान हुने भएको छैन र अर्को बलर रहेको छ राम्रो शट गुड शट रहेको छ एकदम राम्रो प्रस्तुति रहेको थियो त्यही कारणवश एनर्जी घामले गर्दाखेरि एनर्जी कम भएर चौका हुन पुगेन तपाईँले पनि भाइ तपाईँको आफ्नो सानो परिचय दिनुहोस् तपाईँ कहाँबाट हो के गर्दै हो ल हाम्रो नेपाली खेलाडी नाइस फिल्डिङ सही बलिङ उहाँ चाहिँ नेसनल प्लेयर भन्दा नि कम हुनुहुन्न हाम्रो भाइ उनका नाम भनिदिनुहोस् तपाईँले ढेले बहादुर इन्को तिम्रो ढेले बहादुर भी रहेका छन् जुडुवा जस्तै देखिएको छ तर हो कि होइन आउट त हुने होइन भनेर जब लागिसक्यो 2 रन दिन सफल एकदम सजिलैको साथमा ल भाइ तपाईँले केही भन्नु सक्नुहुन्छ आफ्नो परिचय दिनुहोस् ढेले बहादुर अलि यस्तो नहानिदिनुहोस् हाम्रा यहाँ क्यामेराम्यान आयोजक खेलाडी नम्बर 1 टप खेलाडी पारस प्रकाशले धेरै मेहनत गर्नुभएको छ कन्टेन्ट क्रिएसनमा एकदम उस प्रस्तुति र हाम्रो गाह्रो छ ड्रप खाएको छ हेलो गाइज अब चाहिँ हाम्रो म्याच सकिसकेको छ है हाम्रो चाहिँ म्यान अफ द म्याच बनेका छन् गौरव भण्डारी अनि यो भाइ चाहिँ त्यतिकै मुझे गर्लफ्रेन्ड गएर फोन गर्न थाहा छैन ल